तपाईहरुलाई जति आइपिओ भर्दा पनि कहिले पनि पर्दैन। यदि तपाईं त्यस्तो समस्यामा हुनुहुन्छ भने चाहिँ तपाईहरुलाई के भएको छ भन्ने बारे चाहिँ म आज तपाईहरुलाई डिस्कस गर्न गइरहेको छु है त। तपाईहरुले देख्नु भएको होला आइपिओ अलटमेन्ट हुँदाखेरि चाहिँ एकजना मान्छेले एउटा टोकरीबाट चाहिँ बल झिकिरहेको हुन्छ र त्यो टोकरीबाट जुन बल झिक्छ त्यसले चाहिँ तपाईहरुलाई आइपिओ पर्ने अथवा नपर्ने भन्ने कुरा चाहिँ डिटरमाइन गर्छ है त। र त्यो कसरी हुन्छ भन्ने बारेमा चाहिँ म तपाईलाई एकदम डिटेलमा चाहिँ आज एकदम क्लियर हुने गरेर चाहिँ बताउन गइरहेको छु है त। सबैभन्दा पहिला चाहिँ त्यो प्रोसेसमा आइपिओ अलटमेन्ट प्रोसेस चाहिँ कसरी हुन्छ भन्ने कुरा जान्नुभन्दा पहिला चाहिँ त्यो आइपिओ अलटमेन्ट प्रोसेसमा चाहिँ कसरी जान्छ भन्ने कुरा चाहिँ हामी पहिला थाहा पाऊँ। र जहिले पनि जब कम्पनीहरूले आइपिओ निष्कासन गर्छ र फिक्स्ड मात्रामा चाहिँ तपाईहरुको यति किता चाहिँ तपाईहरुको आइपिओ चाहिँ निष्कासन गर्छ भनेर नोटिस निकाल्छ। र जब हामीले आइपिओ चाहिँ हाल्छौँ र जब थोरै एमाउन्टमा चाहिँ आइपिओ आएको हुन्छ र धेरैजना मान्छेहरूले चाहिँ आइपिओको लागि आवेदन दिँदाखेरि चाहिँ लोटरी सिस्टममा जानुपर्ने हुन्छ है त। र जब लोटरी सिस्टममा जान्छ त्यसपछि चाहिँ त्यसलाई चाहिँ त्यो बल जुन झिकिन्छ त्यो वेबाट चाहिँ आइपिओ चाहिँ अलटमेन्ट हुन्छ है त। र जब तपाईहरुले आइपिओ भर्नुहुन्छ र त्यो जुन चाहिँ बिक्री प्रबन्धक रहेको हुन्छ जस्तै धेरैवटा क्यापिटल रहेको छ र सबैभन्दा पहिला चाहिँ त्यो क्यापिटलले चाहिँ हामीले जति पनि आइपिओ अप्लाई गरिरहेको हुन्छौँ र त्यो मध्येबाट चाहिँ भ्यालिड एप्लिकेसनहरु चाहिँ पहिला छुट्याउँछ है त। कोहीकोमा चाहिँ ब्याङ्क एमाउन्ट नभएर रिजेक्ट भइरहेको हुन्छ, कसैको डबल परिरहेको हुन्छ, त्यसलाई चाहिँ छुट्याउँछ पहिला बिक्री प्रबन्धकले चाहिँ क्यापिटलले चाहिँ छुट्याउँछ र त्यसपछि जब छुट्याउँछ त्यसलाई चाहिँ प्री अलटमेन्ट भन्छ है त। भ्यालिड एप्लिकेसन र इनभ्यालिड एप्लिकेसनलाई छुट्याउने त्यो फेजलाई चाहिँ प्री अलटमेन्ट भन्छ। र त्यसपछि जब भ्यालिड एप्लिकेसनहरु चाहिँ आउँछ त्यसपछि चाहिँ न्यू सिरियल नम्बर चाहिँ असाइन गर्छ है त। भ्यालिड एप्लिकेसनहरुलाई चाहिँ नयाँ सिरियल नम्बर चाहिँ असाइन गर्छ। फर एक्जाम्पल 6 लाख किता चाहिँ 6 लाख जना एप्लिकेन्ट छ भने चाहिँ 5 वटा 0 र 1 देखि सुरु गरिन्छ है त। त्यसपछि नम्बर रिभर्स गरिन्छ 5 वटा 0 र 1 अब 1 लाख हुन जान्छ है त। त्यो रिभर्स गरेको नम्बरलाई चाहिँ अब एसेन्डिङ अर्डरमा चाहिँ राखिन्छ जसले गर्दा चाहिँ एप्लिकेन्टहरु चाहिँ मिक्स अप हुन्छ है त। त्यसपछि चाहिँ अब चाहिँ आइपिओ अलटमेन्ट प्रोग्राम राखिन्छ जहाँ चाहिँ मिडियाहरु बोर्डको मेम्बरहरु हुन्छ र एउटा बक्समा चाहिँ 9 वटा नम्बर राखिन्छ र 1 देखि 9 नम्बरसम्मको 9 वटा नम्बर राखिन्छ र र्यान्डम पर्सनलाई चाहिँ एउटा बल पिक गरेर दिइन्छ है त। त्यसपछि बलमा जुन नम्बर आउँछ त्यो सिरियल नम्बर भएको मान्छेले चाहिँ पहिलो आइपिओ पाउँछ है त। जुन नम्बर निकाल्छ त्यो नम्बर भएको मान्छेले चाहिँ पहिलो आइपिओ पाउँछ। अनि त्यसपछि चाहिँ त्यही नम्बरमा चाहिँ स्किप भ्यालु एड गरेर चाहिँ अरु आइपिओ पाउने मान्छेहरु चाहिँ डिटरमाइन हुन्छ। फर एक्जाम्पलको लागि सजिलो भाषामा बुझ्नको लागि यदि कम्पनीले 100 शेयर इस्यु गरेको छ र एप्लिकेन्ट 20 छ भने शेयर पाउने मान्छेको संख्या चाहिँ 10 छ भने स्किप भ्यालु निकाल्नको लागि चाहिँ नम्बर अफ एलओटीले चाहिँ टोटल एप्लिकेन्ट डिभाइड बाइ नम्बर अफ एलओटी गरिन्छ। यसकोमा चाहिँ जस्तै अब 20 जना एप्लिकेन्ट र नम्बर अफ एलओटी 10 भयो भने चाहिँ 2 चाहिँ स्किप भ्यालु हुन्छ है त। अब त्यही बल नम्बर चाहिँ जुन आउँछ त्यसलाई चाहिँ स्किप भ्यालुमा एड गरेर चाहिँ नयाँ आइपिओ पाउने व्यक्तिहरुलाई चाहिँ असाइन गरिन्छ है त। र आएको नम्बरमा चाहिँ स्किप भ्यालु एड गर्दै नयाँ आइपिओ पाउने मान्छेहरु चाहिँ डिटरमाइन गरिन्छ र यसरी चाहिँ तपाईहरुलाई आइपिओ परेको नपरेको त्यो नम्बरबाट चाहिँ डिटरमाइन हुन्छ है त। त्यो जति नम्बर आउँछ त्यसमा स्किप भ्यालु एड गर्ने बित्तिकै चाहिँ तपाईहरुलाई आइपिओ पर्छ पर्दैन भने चाहिँ डिटरमाइन